हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। सो गाइज, म पनि सन्चै छु अनि तपाईँहरू पनि सन्चै हुनुहुन्छ भन्ने लागिरहेछ। अहिले चाहिँ म जापान आएको चाहिँ लगभग 20-25 दिन हुन लाग्यो। त्यसपछि आज चाहिँ होइन, यो बाहिरतिर चाहिँ हाम्रो नेपालको हुन्छ नि पार्कहरू त्यस्तै छ क्या यहाँनिर चाहिँ। अनि तपाईँहरूलाई पनि देखाउँ कि भनेर चाहिँ म आज चाहिँ भ्लग बनाइरहेको छु। सबैजनाले हेरिदिनु होला। एकदमै रमाइलो छ कि यहाँनिर चाहिँ होइन। माछाहरू पनि पाउँछ यहाँनिर चाहिँ, तर माछाहरू चाहिँ मार्न पाउँदैन। जो सेम नेपालको जस्तै छ क्या, नेपालमै छु जस्तो लाग्छ कि। अब हामी त नेपालको होइन हरियाली डाँडापाका गाउँघरमा हुर्केको मान्छे, अनि यहाँ चाहिँ त्यस्तै टाइपको छ कि बबाल मजा आइरहेछ। अनि त्यसपछि हाम्रो जो साथीहरू चाहिँ यहाँनिर चाहिँ हाम्रो साथीहरू चाहिँ यहाँनिर चाहिँ होइन 10-15 जना जस्तै हुनुहुन्छ। अनि त्यसपछि यता वरिपरि घुमिरहनु भएको छ। म चाहिँ यहाँ बसेर चाहिँ होइन भ्लग बनाइरहेको छु, देख्न सक्नुहुन्छ है। छैन त नेपाल जस्तै, सेम त्यस्तै छ नि होइन। कति मजाको छ कि हेर्न सक्नुहुन्छ है, कति हरियाली छ होइन, कति सफा छ कि। अनि पानीहरूमा देख्न सक्नुहुन्छ होइन, यो घाँसहरू छ कति हरियो छ, तर एउटा पनि फोहोर छैन क्या। यहाँ देख्न सक्नुहुन्छ होइन, अलि उता उता होइन पानीको फोहरा पनि टक्क घुमिरहेछ। कति हरियाली रमाइलो छ क्या। उतापट्टि जापानिजको बच्चाहरू पनि खेलेर हिँडिरहेछ। सर एकचोटि हेर्नु त सबैतिर बबल छैन त, हरियाली होइन, मनमुग्ध बनाउने पार्क। सबैजना हामी नेपाली देख्न सक्नुहुन्छ, धेरै छौँ क्या यहाँनिर चाहिँ। सबै ठाउँ पनि त्यस्तै छ क्या, नेपालको जस्तै छ। अनि सबैजना नेपाली हुँदा चाहिँ होइन आफूलाई चाहिँ अलिकति नेपालमै छु कि भन्ने फिल हुँदो रहेछ कि है। देख्न सक्नुहुन्छ कति रमाइलो छ कि। अनि चराचुरुङ्गीहरूले पनि हामीलाई नै बोलाए जस्तो लाग्ने कि होइन। कोइलीहरू त्यस्तै एकदमै रमाइलो होइन। हाम्रो सेनपाई साथीहरू है अगाडि नै आउनुभएको, हामीभन्दा अगाडि नै। अनि उनीहरूसँग आएको हामी चाहिँ है। हामी चाहिँ बस्ने यहीँ नजिकै हो कि, जस नेपाल जस्तै छ क्या खुसी लाग्छ कि यो देख्दा पनि होइन। विदेशको ठाउँमा पनि नेपाल जस्तै ठाउँ छ। अनि त्यसपछि अब सबैजना नेपाली भइसकेपछि त भएन त छुट्टै मजा। जस मान्छेलाई के भने घरको याद आउँदाखेरि अब साथीभाइहरू हुन्छ होइन, जस मन भुलाउने बाटो चाहिँ हुन्छ क्या यतातिर। बब्बाल छ यो ठाउँहरू चाहिँ है, मलाई चाहिँ बब्बाल लाग्यो कि। यो पुल पनि बब्बाल छ है, देख्न सक्नुहुन्छ पुरै काठले बनेको छ होइन। कति सफा छ है। मान्छेहरूलाई चाहिँ एउटा यो ठाउँहरू यस्तो छ है, पोखरी जस्तो अट्र्याक्टिभ बनाउनको लागि चाहिँ यसरी चाहिँ पुलहरू बनाइएको छ। यहाँबाट हेर्दा नि त्यस्तो देखिन्छ है, यताबाट हेर्दा नि यस्तो देखिन्छ कि यो ठाउँ चाहिँ नको लागि पनि कोचेर बनाइएको छ। कछुवाहरू पनि यतातिर चाहिँ घाम तापिरहेको हुने रहेछ है, कसैले केही पनि गर्दैन यहाँनिर चाहिँ। अब पानी पनि त्यस्तै राम्रो छ कि यहाँको, सफा छ। खोला किनारामा बगिरहेको पानी जस्तै कि कुलकुलाउँदो छ। हाम्रो सेन्दाई चाहिँ खतरा सेन्दाई होइन हाम्रो नेपाल जस्तै छ है सेन्दाई। हामी नेपालीलाई सुहाउने भएर होइन। सो गाइज है, हामी चाहिँ अब यस्तै जल जङ्गल होइन हावापानीमा हुर्केको मान्छे। जापान चाहिँ हाम्रो लागि एकदमै पर्फेक्ट छ कि। अब होइन कुनै अरू देशमा चाहिँ धेरै घाम धेरै गर्मी हुन्छ है। मान्छेहरू बस्ने ठाउँ पनि कति राम्रोसँग चाहिँ बनाएको, सफा त्यस्तै छ। मान्छेहरू होइन पार्कमा आउने घुम्ने बस्ने। अब के भने नेपालमा चाहिँ हो भने होइन यस्तो पार्कहरू जङ्गलहरू देख्नु हुँदैन थियो। काठमाडौँकै कुरा गर्ने हो भने अब मान्छेहरू चाहिँ आउने, केटाकेटी आउने बस्ने, शृङ्खल कार्यहरू गर्ने होइन, नराम्रो समाजमा अपच हुने कार्यहरू चाहिँ गर्थे होइन। जस यहाँ चाहिँ मान्छेहरू चाहिँ आउने बस्ने होइन, त्यस्तो केही पनि छैन। आफ्नो बालबच्चाहरू ल्याउने घुम्ने होइन, एकदम राम्रो छ क्या ठाउँहरू चाहिँ। साथीहरू अब चाहिँ हामी यहाँबाट चाहिँ फर्किन लागेको है। अब एकछिन घुम्यौँ त्यसपछि रमाइलो गऱ्यौँ, अब चाहिँ फर्किन लागेको। सो गाइज, आजको भिडियो चाहिँ कस्तो लाग्यो होइन, मन पऱ्यो लाइक कमेन्ट एन्ड सेयर सब्सक्राइब गरिदिनु होला, र सबैजनाले माया गरिदिनु होला, सबैजना जोडिनु होला। तपाईँहरूको लागि चाहिँ म सधैँभरि यसै गरी राम्रो राम्रो भ्लग्सहरू लिएर आउने गर्छु है त। सबैजना स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, फुर्तिलो रहनुहोस्।